काकी हजुर के हो भैँसी त सेता देख्छु त त्यो त होइन नानी यो त स्याम्पू लाएर नुहाउँदैछु म किन नि भैँसीलाई पनि सेम्पू काकी लगाउनु पर्छ नि नानी यिनको खैरो सैरो हुन्छ यिनीहरूलाई पनि किरा यिनी माथा डाँसहरूले टोकेर सबै आत्तेका हुन्छन् घाउहरू हुन्छ मजाले स्याम्पू लाएर नुहाइदियो भने यिनले पनि गुण मान्छन् कति आनन्द हो यो भैँसीलाई त अझ पुच्छर उठाउँदैछ त कति आनन्द मान्छन् भन्नुहुन्छ कि यो सम्भव हुन्न नाटक हो भनेर जसलाई चाहिँ नाटक लाग्छ नि गोठ भिजिट गर्नु होला नुहाएको प्रत्यक्ष हेर्न आउनु होला हामीले चाहिँ यसै गरी नुहाइदिन्छौँ कस्तो आनन्द पुच्छर उचाल्दैछ त हौ काकी ऊ त त्यसले पाइप निकालिदियो काकी हेर्नु त